ओए सुन न, हर्क साम्पाङले आफ्नै पार्टी खोल्यो रे नि त। उता बालेन शाहले अर्को खोल्ने चर्चा छ, अनि रवि लामिछानेको त आफ्नै फ्यान आर्मी छ। अब त सबजना आफ्नो मनपर्ने अनुहारको पछि लाग्नेवालान्। अनि तिमी फोकटमा के राष्ट्रवादी नेपाल भनेर यत्रो वर्षदेखि बसिरहेको, अब एकजनाको भक्त हो, भाइरल हो, सक्यो त। हेर साथी, फ्यानले लाइक गर्छन्, नागरिकले निर्माण। थाहा छ मित्र, हाम्रो देशको सबैभन्दा पुरानो रोग हो मसीहा सिन्ड्रोम। हामी हरेक पटक एउटा मुक्तिदाता खोज्छौँ, उसलाई भगवान बनाउँछौँ, अन्धभक्त बन्छौँ र उसलाई प्रश्न गर्न छोड्छौँ। तर इतिहास साक्षी छ, प्रश्न गर्न छोडिएको शक्ति सधैँ तानाशाहमा बदलिन्छ, चाहे नियत जतिसुकै राम्रो किन नहोस्। हाम्रो संस्थापक मित्र मनिषजीले भन्ने गर्नुहुन्छ, व्यक्ति होइन व्यक्तित्वको पछि लागेको बेस। निर्माण मसीहा व्यक्तित्व ब्रो, जमाना भाइरालिटी र पपुल्यारिटीको हो। तपाईँहरू 2019बाटै छौ, तर पपुलरै छैनौ। भाइरल रेसिपी सिम्पल छ, यसो भाइरल भिडियो बनाऊ, अरूलाई गाली गर, केही कन्ट्रोभर्सी गर, 2 थोपा नाटक हाल, अलिकति स्टन्ट, रातारात हिट। के फोकटमा रियल चेन्जको थेसिस लेखेर के ल्याबमा बसेको नि? किनकि साथी, भाइरल हुनु भनेको चिनी खाए जस्तै हो। छिनभरमा मजा आउँछ, तर स्वास्थ्य बन्दैन। सामान्य नेपालीको जीवन बदल्न जरैबाट शल्यक्रिया गर्नुपर्छ। तपाईँले ल्याब भन्नुभयो, त्यो 5 वर्षको होमवर्कले कस्तो हतियार बन्यो? केही झलक सुन्ने हो त? लो ब्रो, सुनौँ न त तपाईँहरूको ब्रह्मास्त्र। हतियार 1, डिजिटल केमोथेरापी। यो भ्रष्टाचारको क्यान्सरको लागि हो। हरेक सरकारी ठेक्का र बजेट पब्लिक ब्लकचेनमा लाइभ हुनेछ। 1 रुपियाँको पनि हिसाब तपाईँको मोबाइलमा। यो पोलिटिकल रेडिएसन हो, जसले भ्रष्टाचारको कोशिकालाई बढ्नु अघि नै मारिदिन्छ। हतियार 2, राष्ट्रिय योग्यता अस्त्र। यो हाम्रो मान्छेको अन्त्य हो। देश विदेशका 1 लाख भन्दा बढी प्रतिभाशाली नेपालीको ट्यालेन्ट आर्मी बनाइनेछ। सिस्टमले उत्कृष्ट छान्छ, अन्तर्वार्ता पब्लिक हुन्छ, योग्यता चल्छ, भाइ भतिजो होइमा। हतियार 3, आर्थिक गुरुत्वाकर्षण। यो ब्रेन ड्रेनलाई ब्रेन गेनमा बदल्नको लागि हो। हामी कृषि, प्रविधि र पर्यटनमा आधारित यस्तो शक्तिशाली आर्थिक गुरुत्वाकर्षण बनाउँछौँ कि प्रतिभा बाहिर होइन, भित्र तानिन्छ। नेपालमा निर्यात गर्ने वा आयात रोक्ने उद्योगलाई 10 वर्ष 0 ट्याक्स, देश कारखाना बन्छ, क्यासिनो होइन। हतियार 4, नागरिक भिटो। यो जनतालाई मालिक बनाउनको लागि हो। नेता 5 वर्षे राजा होइन, जनताको म्यानेजर हो। काम गरेन, नागरिकले डिजिटल हस्ताक्षर गरेर उसलाई तुरुन्तै बर्खास्त गर्न सक्नेछन्। सिंहासन होइन, सेवाको करार। वेट, टाइम आउट। मेरो दिमागको ऱ्यामले भ्याएन। यो त पुरै देशकै अपरेटिङ सिस्टमै रिइन्स्टल गर्ने कुरा भयो। तर ब्रो, यति धेरै दिमाग लाउने डिप कुरा कसले बुझ्छ? जनतालाई त रातारात परिवर्तनको जादु चाहिन्छ। तपाईँले सही भन्नुभयो, यो जादु होइन। जादु केवल एउटा भ्रम हो, जसले तपाईँलाई दर्शक बनाउँछ। राष्ट्रियवादी नेपालको भिजन एक ब्लुप्रिन्ट हो, र ब्लुप्रिन्ट्सलाई दर्शक र मसीहा चाहिँदैन, निर्माताहरू चाहिन्छन्। त्यसैले अब प्रश्न यो होइन कि अर्को चुनावमा के हुन्छ, प्रश्न यो हो, तपाईँ को बन्ने, अन्धभक्त कि दूरदर्शी निर्माता?